खेततिर जाँदैछु है गाइजहरु। म यी कले हो छरीमा राखेको होला स्कुटी त हेर्नु नि। पहिला खेतमा हाम्रो पालामा के खेतमा अब यो बाख्रा गाई गोरुहरू चढाउनलाई हिँडाल्थ्यो राख्थ्यो खेतबारीमा। यो त यी अचाल त बाइक स्कुटी काम गर्ने यस्तो मजा छ अचालका मान्छेलाई। हेर्नु न के गर्ने अब काम गर्न हिँड्छ स्कुटी चढेर बाइक चढेर गाडी चढेर मस्त छ अचालका एकदम मस्त आनन्द। पहिला हामी भने त्यस्तो एक भारी मल बोकेर त्यस्तो किसिमले हिँड्नु पर्थ्यो के अचाल त यस्तो सजिलो छ। मकै यति ठुलो भइसक्यो यतातिर यही बाजो राखेछ। ए यहाँ फेरि कसको यो खेतको नि पुरै के बनाउला छ यहाँ भर्खर नयाँ घर बन्दैछ। तर यहाँ त घर बनाउन त होइन होला तर यति धेरै ढुङ्गाहरू जम्मा गरेर राखिसकेछ। हेर्नु त्यति धेरै। ओ त्यहाँ हेर्नु त मकै खनिरहेछन् कोहीले। अब के गर्ने अब गाउँघरको खेती किसानीहरूको यही हो। यतातिर यस्तो मकै छ भने हेर्नु पुरै मकैहरू छ भने यतातिर फेरि धान चैते धान हिउँदे धान भन्छ नि। यता धान छ हेर्नु मस्त धान रोपेछ। यता धान रोपेछ तर हाम्रो चाहिने धान त्यस्तो त रोपेन। धान रोपे त पानी त पुग्थ्यो होइन हुन्थ्यो तर धान नहालेको असम धान रोपेन हामीले। मकै छरेछ कि मकै छरेको खोइ अब खन्न त खन्यो धेरै बाक्लो छ भनेर सुनाउनु भएको थियो कि उहाँ अङ्कलहरूले दाइहरूले। त्यही भएर यसो छाटछुट गर्नु पर्यो भनेर फेरि बङ्गुर रहेछ हेर्नु बङ्गुर खोर छ यता ओहो कराइरहेछ खाना आँटिएको होला न। ओ त्यहाँ गहुँ छ त्यहाँ गहुँ छ त्यहाँ गहुँ। यति सानो आँपमा नि कस्तो मजाले फुलिरहेछ कि फल त कस्तो हुन्छ फुल्छ फल्दैन यस्तो छ। त्यहाँदेखि अचाल किसानहरूको त्यहाँ मकै खन्नेहरूको कति धेरै छन् त्यहाँ होइन मकै खन्दैछ कोहीले। यहाँ कुलु यही हो हाम्रो खेतमा लाने कुलुहरू। पछि यतातिर बबाल यो पाउँछ नि त घोगी अहिले त अलिक छैन होला। घोगीहरू यहाँ मस्त हुन्छ नि यो बर्खा खनिसकेछ यत्रो भइसकेछ। यत्रै छन् अहिले मकै खन्नलाई यतातिर हेर्नु। यही हो हाम्रो खेत। अब यहाँ म मकै उखाल्न आएको कि कति बाक्लो मकैहरू होइन यस्तै यही हो। म मकै उखाल्न आएको यसरी बाक्लो हुन्छ कि यो मकै। यो धेरै बाक्लो राख्यो भने घोगा लाग्दैन क्या सानो हुन्छ। यसलाई पातलो राख्यो भने अलिक मस्त फल्छ मकै। त्यही भएर यो पुरै छाटछुट गर्नु पर्यो भनेर
त आइछ नि Ayo baboy. Misalnya biaga. तार मकै उठ्न त ककरक्क पार्ली यार राको बुढी कि उठ्लेछ यार उनीहरूले डाँगामा फेरि ठ्याक्कडिकमा हाले ट्याक्सीमा जाट्टी बस्ने काम गस्के बस्ने थियो भोलिको चाहिँ ग्याङ ग्याङ पारिले मगा नखण्ड केल्के पाबो बल्ल हल्का गङमा छानन् मैले हुन्केर क्रिकाले यार ओहो यार होलाङ ओहो हेर होला तिप्परे भाष ढुलो बाहा ओह होसे क्वाटै बिल्डिङ ढरारा लखले नि विदेशमा बिल्डिङ दिन्छ के होसे चाहिँ नि सिमेन्ट फ्याक्ट्री हाले अनि इलाका उही लच्च छ त्यो तामा छ त्यो चाहिँ नि लक्ष्मी स्टिल फ्याक्ट्री ए चारपाला गाउँहरू त्यहाँ छ चारपाला गाउँहरू हेर त्यता धुवा उडेको ओहो पार्लाख डाँडा कति मजा लाग्छ चाले यार छक्क दाङ्गेन छक्क मतलब आसके ओह इलाङ छडको सिमेन्टको बुकेर छ टडकको आवाज सिमेन्ट डाँगा नि घन्ड्राङ जाती गाउँले एउटा दुईटा तिनटा उता टिप्पर त्यस्तै दौडाएर आएको छ